जा म काली चाहिँ कडा है भाले है भाले पक्सियो यहाँले उता चाहिँ वासन होइन चाहिँ दुनियाँमा जानुपर्छ कडा है त्यो मुन्टो चाहिँ पक एकछिन यस्तो छ त्यो मैला त्यो देखा यो त मरि गयो एकछिन त्यो पनि अर्को काली मैला छैन टक्कै कडा दुईटा सँगै है पासामा परेछ नि पासामा गाई चाहिँ त्यो पासा कसरी परेको है ठाउँको ठाउँमा कसम भर्खरको के पर्न बित्तिकै थाहा भएको होइन धेरै दिनको मेहनत थियो टक्क लगाएर धेरै दिनको मेहनत थियो गाई चाहिँ फाइनल्ली गाई चाहिँ ल कसम हाम्रो पहिलो 10-12 दिनको मेहनत थियो होइन यस्तो थियो कि यो कहिल्यै नमर्ने कि कहिल्यै पनि नमर्ने होइन यसले मलाई यस्तो लाग्थ्यो हामी अगाइसकेका थियौँ कि कहिल्यै पनि नपर्ने भनेर तर दामी तरिकाले मऱ्यो है अचम्म लाग्यो सरप्राइजिङ भयो सरप्राइज है हामीलाई चाहिँ यार गाई चाहिँ नसोचेकै भयो क्या 10-12 दिन थियो होला गाई हामी 10-12 दिन भइसक्यो पासा लगाएको तर आजसम्म कति नपरेको 81 आज पऱ्यो क्या हामी कामबाट टक्क फर्किँदाखेरि अनि भतभत गऱ्यो मतलब काली पाछेको आवाज सुन्यो अनि ढङ्गाले हान्दाखेरि भतभत गऱ्यो होइन डक्कुँदै आउँदाखेरि डक्कुँदै आउँदाखेरि चाहिँ परेर रहेछ त्यो खुसी लाग्यो 10-12 दिनको मेहनत थियो आफ्नै घरमा लगाएको सो गाइज हामी चाहिँ यस्तो छौँ है ल अर्को बाँकी भेट्नु अरू केही बोलौँ ल यस्तै यस्तै नयाँ अपडेटहरू बाउसा भ्लगमा आउँछ हेर्नु होला है त दुईवटा थिए धित मरुन्जेल खाइन्छ देख्दाखेरि चाहिँ यस्तो छ तर राम्रो नहोला होइन तर एकदम के कालिज भन्ने कुरो अर्ग्यानिक हो नि त त्यो कुराले पनि एकदम राम्रो हुन्छ अनि हामी 4 भाउछरा छौँ भिडियो चाहिँ राम्रो आएन मिलाएर बुझ्दैछ लान्छहरूले है त अब यही हो छोटो भिडियो थियो माया गरिदिनु होला यस्तो यस्तो भिडियो आउँछ है त सो गाइज माछा चाहिँ हेर्नु त टक्क दुईवटा कालिजको यति छ यसलाई अब यति दामीसँग मजासँग खाइन्छ नि लाइफमा यति ढोको थियो क्या हाम्रो के गर्ने हजुरको पनि मुख रसाइसकेको छ होला त्यही हो मासु र भात अब ल्याममा जाने हो टक्क उता भात पाइरह टक्क लगाएर अब के गर्ने है हाम्रो देशदेखि बाहिर आएको अवस्थामा अलिकति मनोरञ्जन त गर्नै पर्यो है त यो चाहिँ पकाइसकेपछिको है हामीले चाहिँ यतिको डबल चाहिँ बारिसक्यौँ सबैको भाग भागमा छ अनि यो चाहिँ मेरो भागमा अनि यो चाहिँ दाइको हामीले खाइरहेछौँ टक्क फेरि भोलिलाई खाना बनाइरहेछौँ है दाल टेकाइरहेछौँ अहिले चाहिँ खाइरहेछौँ जोस् यता चाहिँ हामीसँग चाहिँ हामी बस्ने ठाउँ है सँगसँगै यता खाइरहेछौँ तपाईँहरूले बाउसा भ्लगलाई साथ सपोर्ट दिनु होला है भन्न चाहन्छु यो चाहिँ अर्कै देखाइरहेको छु कि यो होइन राख्नु भएर होला टक्क हामी चाहिँ 4 भाउछरा छौँ है यता चाहिँ जोस खाइरहेछौँ यस्तै यस्तै भिडियो आउँछ माया गरिदिनु होला है त त्यही भन्न चाहन्छु See you guys, see you.